संसार बदल्नु छ सुरुवात आफैबाट गर्नुपर्छ। नमस्कार अनि स्वागत छ मेरो च्यानल होम मोटिभेसनमा। आज चाहिँ म होम मोटिभेसन मार्फत यहाँहरूलाई चाहिँ केही महत्त्वपूर्ण जानकारी लिएर आएको छु। भन्ने गरिन्छ जो अलिकति राम्रो सोचाइको साथ जीवनमा अगाडि बढ्छ ऊ सधैँ सफल हुने गर्छ। र यसै गरी हामीले चाहिँ एउटा जीवन बिमा र फाइनान्सियल फ्रिडम हुने गरी यहाँ एउटा प्लान ल्याएको छौँ। र अहिले हाम्रो नेसनल लाइफ इन्सुरेन्स नेपालको पुरानो अग्रणी जीवन बिमा कम्पनी 39 वर्ष पुरानो कम्पनीले ल्याएको अमृत वर्षा बिमा योजना रहेको छ। यो अमृत वर्षा बिमा योजना चाहिँ एकदमै राम्रो मानिन्छ र यसमा चाहिँ के छ भन्दाखेरि हामीसँग चाहिँ 10 वर्षे र 13 वर्षे चाहिँ एकदम राम्रो बिमा योजना रहेको छ। हामीले 10 वर्षे गरे तापनि 4 वर्षे गरे तापनि 10 वर्षे गरे तापनि 13 वर्षे गरे तापनि यसमा चाहिँ हाम्रो लगानी 4 वर्ष मात्र हुने गर्दछ। र 4 वर्ष चाहिँ यहाँहरूले चाहिँ 5 लाखको दरले बचत गर्नुभयो भने 5 चौको 20 लाख बचत भयो। र त्यसको 6 वर्षपछि लिँदै गर्दाखेरि चाहिँ 40 लाखको राउन्ड फिगरमा लिन मिल्छ। यहाँहरूले चाहिँ औसतमा दोब्बर लिन मिल्यो। र त्यही बिमा चाहिँ 4 वर्ष बचत गरेर त्यसको 9 वर्षपछि चाहिँ यहाँहरूले लिनुहुन्छ भनेदेखि चाहिँ 5 चौको 20 लाख बचत गरेको छ भनेदेखि चाहिँ 20 दुना 40 लगभग 50 लाख चाहिँ आउने हुन्छ। किन भन्दाखेरि यसमा चाहिँ नेसनल लाइफको बोनस दर एकदमै बेस्ट रहेको छ। त्यसले गर्दाखेरि एकदम उच्चतम प्रतिफल र दुर्घटना बिमाको सुविधा एकदमै राम्रो रहेको छ। अहिले 5 लाख बचत गर्दै गर्दाखेरि चाहिँ 4 वर्षमा 20 लाख बचत हुन्छ भने 20 चौको चाहिँ 80 लाखको दुर्घटना बिमा हुन्छ र त्यसमा 40 लाखको जीवन बिमा हुन्छ। र यही गरी अशक्त अपाङ्ग भएमा चाहिँ प्रिमियम चाहिँ कम्पनीले नै हालिदिने व्यवस्था रहेको छ। र त्यो सँगसँगै चाहिँ के छ त भन्दाखेरि बिचबिचमा पनि पैसा लिन मिल्छ अशक्त अपाङ्ग भएमा। त्यसो भएको हिसाबले गर्दाखेरि चाहिँ यो बिमा योजना एकदमै राम्रो बिमा योजना रहेको छ। जसले गर्दाखेरि यहाँहरूले चाहिँ जीवन बिमा गर्नुभयो भने अझ राम्रो हुनेछ। र जीवन बिमा गर्न चाहनुहुन्छ यहाँहरूले भनेदेखि चाहिँ मेरो युट्युब च्यानलमा कमेन्ट गर्न सक्नुहुनेछ, मेसेन्जर वाट्सएप गर्न सक्नुहुनेछ। र मेसेन्जरमा चाहिँ होम बहादुर खत्री रहेको छ मेरो HOM होम स्पेस बहादुरको सर्ट फर्म BDR स्पेस खत्री KHATR रहेको छ। र यहाँहरूले चाहिँ युट्युबमा कमेन्ट गरेर पनि जीवन बिमा सम्बन्धी थप जानकारीहरू लिन सक्नुहुनेछ। र एउटा कुरा चाहिँ म भन्न चाहन्छु यहाँहरूलाई, किनकि नेपाल एउटा बाढी पहिरोको हिसाबले पनि एकदमै जोखिमयुक्त देश हो। भूकम्पको हिसाबले पनि धेरै जोखिम छ। हाम्रो प्रत्येक पाइला पाइलामा चाहिँ अहिले रिस्क छ। कुनै मान्छे चाहिँ बिहान घरबाट अफिस निस्कँदै गर्दाखेरि बेलुका चाहिँ सग्लो आउन पनि सक्छ अथवा जीवन रहन पनि सक्छ नरहन पनि सक्छ। एउटा बाटो काट्ने क्रममा पनि के हो भन्न सकिँदैन। त्यसो भएको हुनाले हाम्रो प्रत्येक पाइला पाइलामा रिस्क छ। त्यो सँगसँगै अहिले चाहिँ हामीले प्रयोग गर्ने खानेकुराहरू केमिकलयुक्त छ, वातावरण पल्युटेड छ। यी विविध कारणहरूले चाहिँ घातक रोग लाग्ने सम्भावना एकदमै प्रबल छ। त्यसो भएको हुनाले चाहिँ यो रिस्कबाट जीवनलाई सुरक्षित राख्न यहाँहरूले जीवन बिमा गर्नुभयो त? गर्नुभएको छैन भने पक्कै पनि होम मोटिभेसनलाई यानि कि मलाई सम्झिन सक्नुहुनेछ। र यहाँले चाहिँ जीवन बिमा सम्बन्धी एकदम उत्कृष्ट परामर्श पनि पाउनुहुनेछ। र त्यो सँगसँगै फाइनान्सियली फ्रिडम हुने विभिन्न उपायहरू पनि यहाँहरूले पाउन सक्नुहुनेछ। यति भन्दै होम मोटिभेसन हेर्न र सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। किप वाचिङ, किप लाफिङ, बी ह्याप्पी। सकेसम्म तपाईँको मनमा चाहिँ एकदम खुसीको उमङ्ग ल्याउनु होला। यो जति तपाईँ खुसी रहनुहुन्छ त्यति नै खुसी चाहिँ मिल्नेछ। ल अफ एट्र्याक्सनले यही कुरा भन्ने छ। त्यसैले तपाईँले चाहिँ जहिले पनि आफूलाई म स्वस्थ छु, म निरोगी छु, म दिनदिनै धनी हुँदै गइरहेको छु भन्ने सोच्नुहोला। म दिनदिनै बुद्धिजीवी भइरहेको छु भन्ने सोच्नुहोला। सकारात्मक रूपमा चाहिँ आफूलाई पनि सकारात्मक राख्नुहोस्। आफ्नो वातावरण, आफ्नो वरिपरिको घर परिवारको वातावरण